आज हामी एउटा यस्तो विषयमा गहिरिएर हेर्दैछौं जुन हाम्रो समाजमा निकै गहिरोसँग गाँसिएको छ, तर यसका केही पाटाहरू साँच्चै आश्चर्यजनक छन्। हो नि। एउटा अध्ययनले त झन् के देखाउँछ भने पढे लेखेका मतलब साक्षर महिलाहरू नै घरेलु हिंसाबाट बढी पीडित छन्। यो सुन्दा अलिकति अचम्म लाग्छ हैन र? साँच्ची नै यो तथ्याङ्कले हामीलाई सोच्न निबाध्य बनाउँछ। आज हामी नेपालमा घरेलु हिंसाको यही जटिल तस्विरलाई अलि केलाएर हेरौं न। यसको कानूनी परिभाषा के छ, यसले कस्तो असर पारिरहेको छ अनि सामाजिक वास्तविकता कस्तो छ भनेर। ठीक छ। यसका लागि हामी खासमा सर्वोच्च अदालतको एउटा महत्वपूर्ण फैसलालाई आधार बनाउँछौं। निर्णय नम्बर 10,482 अनि महिला अधिकारको क्षेत्रमा काम गर्ने ओरेक नेपाल जस्ता संस्थाहरूले गरेका अध्ययन प्रतिवेदन, गोरखापत्रका केही लेखहरू र कानूनी जानकारी दिने वेबसाइटहरूमा आधारित रहेर कुरा गर्नेछौं। त्यसो भए यी स्रोतहरूको आधारमा हामी घरेलु हिंसाको पर्दा पछाडिको यथार्थ बुझ्ने कोशिश गरौं। सुरुवातमै तथ्याङ्कतिरै जाउँ न, हैन? प्रहरीको अभिलेखमै हजारौं घटना दर्ता हुनुले समस्या कति गम्भीर छ भन्ने त देखाइहाल्छ। हो, एकदम। र त्यसमा पनि अधिकांश पीडित महिला र बालिका नै छन्। तर ओरेकको प्रतिवेदनले औल्याएको त्यो 77% साक्षर महिला पीडित हुनुले त झन् धेरै प्रश्न उब्जाउँछ। मतलब के शिक्षाले हिंसाबाट बचाउँदैन त? के हो यो? यो एकदमै महत्वपूर्ण प्रश्न हो। यसको एउटा जवाफ सायद घरेलु हिंसा कसुर र सजाय ऐन 2066 र सर्वोच्च अदालतले गरेको व्याख्यामा लुकेको छ कि। कस्तो व्याख्या? कानूनले घरेलु हिंसाको परिभाषालाई शारीरिक यातना मतलब कुटपिटमा मात्रै सीमित राखेको छैन क्या। हो र? यसले त मानसिक, यौनजन्य, आर्थिक यातना अनि भावनात्मक चोट पुर्याउने कुनै पनि कार्यलाई समेट्छ। त्यो यातना भन्ने शब्द नै कति फराकिलो छ भने यसभित्र धम्की दिने, डर देखाउने, त्रास सृजना गर्ने, विभेदकारी वा अपमानजनक व्यवहार गर्ने यी सबै पर्छन्। भनेपछि शारीरिक चोट देखिनु परेन, मानसिक दबाव, आर्थिक रूपमा नियन्त्रण गर्ने जस्ता कुरा जुन बाहिरबाट देखिँदैनन् तर गहिरो चोट पुर्याउँछन्, त्यो पनि कानूनी रूपमा हिंसा नै मानिने भयो। हो, ठ्याक्कै। सायद यही भएर होला बाहिरबाट सफल देखिने पढे लेखेका महिलाहरू पनि घरेलु हिंसाको अलि नदेखिने किसिमको शिकार बढी बनिरहेछन् कि। हो, तपाईले ठीक भन्नुभयो। किनभने गैर शारीरिक हिंसा पहिचान गर्न र त्यसलाई बाहिर ल्याउन झन गाह्रो हुन्छ नि त। हो नि। अझ सर्वोच्च अदालतले त विवाहलाई पूर्ण सुशिक्षित सहमति यानि कि फुल्ली इन्फर्म्ड कन्सेन्टमा आधारित हुनुपर्छ भनेको छ। त्यो भनेको? त्यसको मतलब विवाह गर्नु अघि नै आफ्नो स्वास्थ्य स्थिति वा अन्य कुनै महत्वपूर्ण कमजोरी छ भने त्यसको बारेमा जानकारी दिनु दुवै पक्षको दायित्व हो, ताकि पछि गएर त्यसैलाई निहु बनाएर हिंसा गर्ने हतियार बनाउन नपाइयोस्। यो त महत्वपूर्ण कुरा रहेछ। त्यही फैसला 10,048 मै उल्लेख भएको घटना त साँच्चै डरलाग्दो रहेछ नि। पतिमाथि यौन दुर्बलताको आरोप लगाउने अनि त्यसैको न्यूमा बारम्बार कुटपिट गर्ने। निकै गम्भीर घटना थियो त्यो। मेरुदण्डको हड्डी नै भाँचिने गरी पिट्ने, ज्यान मार्ने धम्की दिने अनि श्रीमतीले काम गर्ने क्लिनिकमै गएर तोडफोड गर्नेसम्मका विवरण छन् त्यसमा। यसले त हिंसा कति क्रूर हुन सक्छ भन्ने देखाउँछ। एकदम। पर फेरि गोरखापत्रको लेखले भने जस्तै समाजमा इज्जत जाने डरले कति घटना त बाहिरै आउँदैनन् होला है, गुपचुप नै रहन्छन्। निश्चय पनि त्यो एकदमै ठूलो यथार्थ हो। सामाजिक प्रतिष्ठा, परिवारको इज्जत अनि केटाकेटीको भविष्य, यस्ता कुराले गर्दा धेरै पीडित चुपचाप सहेर बस्न बाध्य हुन्छन्। तर यहाँ कानूनको एउटा महत्वपूर्ण पक्ष के छ भने नि, हिंसा भएको थाहा पाउने जुनसुकै व्यक्तिले उजुरी दिन सक्छ। पीडित आफै अगाडि सर्नुपर्छ भन्ने छैन। हो र? उजुरी पीडितले मात्र होइन, अरू कसैले पनि दिन मिल्ने हो। यो त धेरैलाई थाहा नहुन सक्छ। महत्वपूर्ण व्यवस्था रहेछ। अनि अदालतले मानसिक र यौनिक हिंसालाई निरन्तर चलिरहने कसुर मानेको कुरा पनि छ नि। त्यसको अर्थ के हो खासमा? कन्टिन्युइङ अफेन्स भन्छ त्यसलाई। यसको अर्थ के हो भने यस्ता प्रकारका हिंसा प्राय एक पटक मात्रै भएर टुङ्गिँदैनन् के, बारम्बार भइरहन्छन्। लामो समयसम्म चल्ने हो। त्यसैले सामान्य अपराधमा जस्तो उजुरी दिने निश्चित हदम्याद हुन्छ नि, जस्तै घटना भएको 90 दिनभित्र दिनुपर्ने,
त्यो हदम्याद यस्तो निरन्तर चलिरहने हिंसामा अलिक कडाइका साथ लागू नहुन सक्छ, किनकि अपराध त जारी नै रहेको मानिन्छ नि त। यसले गर्दा ढिलै भए पनि न्याय खोज्ने ढोका खुला रहन्छ। यो पनि पीडितको लागि महत्वपूर्ण कुरा भयो। एकदम। अनि तथ्याङ्कले फेरि के देखाउँछ भने मधेसी महिला, जनजाति बालिका, दलित महिला जस्ता अलि सीमान्तकृत समूह र खास गरी मध्य प्रदेशमा हिंसा बढी केन्द्रित छ। कारणहरू के होलान् त? कारणहरू त धेरै छन्, तर मुख्यतया पितृसत्तात्मक सोच, महिलाको आर्थिक परनिर्भरता, दाइजो प्रथा, विभेदपूर्ण सामाजिक संरचना जस्ता गहिरोसँग जकडिएका कारणहरू देखिन्छन्। अनि यी समस्या समाधान गर्न कानूनी र नीतिगत प्रयासहरू के छन् त? अन्तर्राष्ट्रिय स्तरमा केही प्रतिबद्धताहरू छन् कि? छन् नि। नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, जसलाई छोटकरीमा CEDAW भनिन्छ, जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ। CEDAW हो। अनि हाम्रो संविधानमै समानता र महिला हकको ग्यारेन्टी छ। घरेलु हिंसा ऐन आफैमा छँदैछ। सर्वोच्च अदालतले पनि यी सबै कानून र CEDAW को प्रभावकारी कार्यान्वयनमा जोड़ दिइरहेको छ। अनि न्यायिक निकायहरू अझ संवेदनशील हुनुपर्ने र पीडित मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता पनि औल्याएको छ। त्यो त राम्रो कुरा भयो। अनि अर्को महत्वपूर्ण कुरा, अदालतले उपचार खर्च र क्षतिपूर्ति फरक कुरा हुन् र पीडितले दुवै पाउनुपर्छ भनेर पनि स्पष्ट पारेको छ। यो पनि एउटा महत्वपूर्ण न्यायिक कदम हो। कानून र प्रतिबद्धता त एकातिर छन्, तर सामाजिक यथार्थ अर्कै देखिन्छ। यो खाडल पूर्ण के गर्नु पर्ला त? स्रोतहरूले मानसिकता परिवर्तन र घरबाटै सुरुवात गर्नुपर्ने कुरा पनि उठाएका छन्, होइन त? एकदम। कानूनले बाटो देखाउने मात्रै हो, हिँड्ने त समाज नै हो, व्यक्ति नै हो। जबसम्म हामी घरभित्रको त्यो शक्ति सम्बन्ध, लैंगिक भूमिका बारेको सोच त्यसलाई बदल्दैनौ, तबसम्म कानूनका पाना मात्र पल्टाएर खासै हुँदैन। सही हो। पितृसत्तात्मक सोच, जसले पुरुषलाई श्रेष्ठ मान्ने र महिलालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने मान्यता राख्छ, त्यसलाई जरैदेखि उखेल्नुपर्छ। यो घरबाटै सुरु हुनुपर्छ। त्यसो भए आजको छलफलको सार के रह्यो त भन्दा, नेपालमा घरेलु हिंसा एउटा बहुआयामिक र साँच्चै गहिलो समस्या रहेछ। हो। यसको कानूनी दायरा फराकिलो छ, जसले शारीरिक मात्र नभई मानसिक, आर्थिक, यौनिक सबै पक्ष समेत छ। अनि अचम्म लाग्दो कुरा, शिक्षित महिलाहरू समेत यसबाट अछुतो छैनन्। कानूनहरू छन्, अन्तर्राष्ट्रिय प्रतिबद्धता छन्, तर सामाजिक सोच, संरचनागत बाधा र कार्यान्वयनका चुनौतीहरू पनि सँगसँगै छन्। एकदम छन्। अनि उपचार खर्च र क्षतिपूर्ति दुवै पाउन सकिने व्यवस्था छ भन्ने कुरा पनि महत्वपूर्ण छ। हो। अब अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ, सुन्नेहरूलाई पनि सोच्नको लागि। जब हिंसाको जड परिवारभित्रै छ, जहाँ माया र सुरक्षा हुनुपर्ने हो, र न्यायका लागि बाहिर आउन अनेकौं बाधा छन् भने, कानून र अभियानहरू भन्दा अझ पर गएर घरलाई साँच्चीकै सुरक्षित बनाउन समाजमा कस्तो किसिमको आधारभूत परिवर्तन आवश्यक होला? के घरभित्रको त्यो असमान शक्ति सम्बन्धलाई नै चुनौती नदिई यो कहिले सम्भव छ? यो प्रश्नमा अधिक गहिरेर सोच्नुपर्ने देखिन्छ।